डे 5 हो मेरो। अनि आज चाहिँ म चाहिँ अहिले कति बजी लगभग 1 बज्न लागिसक्यो। ढिलो हुन्छ क्या मेरो चाहिँ रेडी भएर बाहिर निस्किनलाई, तर पनि केही छैन। अनि आज चाहिँ मलाई गाइड गर्नको लागि चाहिँ मेरो पहिलेबाट सँगै पढेको भन्नाले हामी 6th क्लासमा चाहिँ 1 वर्ष सँगै पढे हो। अनि ऊ साथी भेट हुँदैछ, अनि ऊ पनि यहीँ टोक्योमै बस्दो रहेछ। अनि उसले चाहिँ मलाई आज गाइड गरिदिन्छ, तर कहाँ जाने के गर्ने के भने होइन। उसलाई भेटेँ भने म यहीँ भेट्छु, अब सुन भेट्छु ठ्याक्कै अगाडिदेखि मैले यहीँ लोकेसन त्यो हाम्रो होइन। हामी त बाहिर पनि निस्क्यौँ क्या हो यार। ऊ यहीँ बसिरहेको चाहिँ कुरेर मलाई होइन। मेरो साथी रिम्पी साथी पनि छ उसको। हेलो नमस्ते। मेरो साथी होइन, ऊ चाहिँ टोकियोको पहिलेदेखि रहेछ। अनि यहाँको चलपल भइसक्यो। के छ साथी खबर? खबर ठिक छ। के छ खबर? नाइस टु मिट यु। धेरै पछि कहाँबाट भेट भयो है? नेपालको कहाँबाट यहाँ भेट हुन्छ कि? यता हाम्रो दिदी हुनुहुँदो रहेछ। दिदी हेलो। म चाहिँ विशाल, उसको पुरानो गाउँले साथी। विशाल भन्दा पनि काजी भनेर चाहिँ फेमस क्या। अनि कहाँ घुमाउँछ जस्तो मलाई आज टोकियो टावर जाऊँ। यताबाट जाने? ल भनेपछि आज टोकियो टावर कि स्काई टावर? ए स्काई ट्री। टोकियोको स्काई ट्री जान्छौँ होइन। उसले मलाई लिएर जान्छ आज। आज न्यु इयर पनि हो। ह्याप्पी न्यु इयर टु एभ्रीवन है। ल दिदी तपाईँ पनि भनिदिनु। दिदी कति राम्रो भएर आउनुभएको यार। यता फेरि साथी कति हिरोइन भएर आएको। त्यो बे भयो होइन? अनि हिरोइन आम्मा। अनि भएर राम्रो भएको क्या। ल ठिक छ, बुढा मक्कै हुने होला। अन्त हुनु पर्दैन। अब बाँकी चाहिँ म त्यहीँ गएर देखाउँछु है त। अब हामी अलिकति वाक गरेर फेरि ट्रेनमा हिँड्नुपर्छ होला है। हामी कति आधी घन्टाको ट्रेन हुन्छ होला है। अब 8 मिनेट। ए 8 मिनेट। ए ल ल ल भनेपछि हामी चाँडै पुग्छौँ। त्यसपछि त्यहाँ गएर म कन्टिन्यू गर्छु है त बाँकी। अनि उही फर्स्ट टाइम रहेछ होइन। मलाई कहाँबाट कता घुमाएँ। लिफ्ट चढाएछ। यहाँ फेरि अन्डरग्राउन्ड हुन्छ क्या। 5 तल अन्डरग्राउन्डबाट लिफ्ट चढेर माथि आयो होइन। अझै पनि कहाँ थाहा होइन। अब चाहिँ आइपुग्छ कि उही नै कन्फ्युज छ। अब यत्रो ठुलो ठाउँमा कन्फ्युज हुनु स्वाभाविक हो। यहाँ फेरि कता हो कता हुन्छ क्या। कता हुन्छ क्या। तल 5 तल अन्डरग्राउन्डबाट माथि आइसक्यो होइन। अझै पनि कहाँ आयो थाहा होइन, के हो थाहा होइन। यस्तो माथि आउने होइन होला नि त। अनि हच्चे अरू जग्गामा त हिँड्ने त्यो हिँड्दिने हामी। हेरिदिउँ न त्यहीँ। यस्तो दामी के मौसम पनि होइन। यो चाहिँ किन होइन त घुम्न निस्किनु भएको भएर यस्तो भएको कि मौसम पनि हेर्दा। पानीले परेको छैन क्या अस्ति। पानी परिरहेको थिएन अस्ति अस्ति त। ए उ त्यो हेर्न टाउको ऊ देखियो ल। वा यता यहाँबाट देख्यो। अब म देखाउँछु है त। ए घाम टक्किन्छ होला होइन। आइपुग्यो हामी। ल्याउनु चाहिँ ल्यायो है। ल्याउनु चाहिँ ल्यायो ल। अलमली भनि ल्यायो ल। आइपुग्यो नि है। तपाईँ चढ्नु भएन है। मलाई राम्रो लागिरहेको थियो कि अब चढ्न पाइन्छ पाइँदैन होइन। टोकियो स्काई ट्री जापानको राजधानी टोकियोको सुमिदा क्षेत्रमा अवस्थित छ। यो टावर सन् 2012 मे 22मा सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको थियो। यसको कुल उचाइ 334 मिटर छ, जसले यसलाई जापानको सबैभन्दा अग्लो संरचना र विश्वकै अग्लो टावरहरूमध्ये एक बनाएको छ। यो टावरमा 2 मुख्य अवलोकन डेकहरू छन्, टेम्बो डेक र टेम्बो ग्यालरिया। टेम्बो डेक 350 मिटर यो पहिलो अवलोकन क्षेत्र हो, जहाँबाट टोकियोको सहरको अद्भुत दृश्य देखिन्छ। यहाँबाट आधुनिक गगनचुम्बी भवनहरू, नदी, पुल र टाढासम्म फैलिएको सहर देख्न सकिन्छ। टेम्बो ग्यालरिया 350 मिटर यो अझ माथि रहेको क्षेत्र हो। यहाँ घुमौरो बाटो छ, जसबाट हिँड्दै गर्दा आकाशमा हिँडिरहेको अनुभव गर्न सकिन्छ। मौसम सफा भएको दिनमा यहाँबाट प्रसिद्ध माउन्ट फुजी पनि देख्न सकिन्छ।
यहाँ टिकटको इन्फर्मेसन चाहिँ यहाँ लेखेर रहेछ होइन। यो चाहिँ कस्तो रहेछ म बुझाइदिन्छु है। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ प्री टिकट काटेर आउनु होइन। यो कम्बो टिकट र सिङ्गल टिकट भनेर लेखेको छ होइन। कम्बो टिकटको मतलब चाहिँ के हुन्छ भने फ्लोर 450सम्मै जान मिल्ने चाहिँ कम्बो टिकट होइन, लास्ट फ्लोरसम्म जान मिल्ने। अनि सिङ्गल टिकट भनेर लेखेँ नि त्यो चाहिँ फ्लोर 350सम्म चढ्न मिल्छ क्या। 100 फ्लोर चाहिँ माथि जान पाएन क्या। 450 फ्लोरसम्म रहेछ क्या यो चाहिँ होइन। अनि यो चाहिँ टाइम सेड्युल छ। अनि यदि यो कम्बो टिकट 450 फ्लोरसम्मै जाने हो भने चाहिँ अब हामीले एकैचोटि 5 बजी कुर्नु पर्ने रहेछ होइन। तर यदि हामी अब 350 फ्लोरसम्म जाने हो भने चाहिँ हाम्रो नेक्स्ट पालो चाहिँ 2:30 को छ क्या। अब हामीले यही टिकट काट्छौँ है त। त्यही भएर तपाईँहरू यदि यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ पहिले प्री टिकट काटेर आउँदा राम्रो है। यो चाहिँ टिकट काट्ने सिस्टम चाहिँ यस्तो छ यहाँको होइन। आफैले टिकट काट्ने हो। यहाँ चाहिँ 1 2 3 4 5 6 यस्तोवाला आफैले काट्नेवाला हुन्छ। अनि यो चाहिँ लाइन हो क्या। यो चाहिँ उता चाहिँ भित्र सिन लाइन, यो चाहिँ टिकट काट्ने लाइन। अनि उता चाहिँ एडभान्स टिकट एक्सचेन्जको उता चाहिँ रेडवाला चाहिँ थियो, यता चाहिँ हामी काट्नेवाला हो क्या। अनि यसमा चाहिँ यहाँ अप्सनहरू हुन्छ होइन। भनेको पर्छ त मेरो टाउको पैसा छैन हेर्दा त्यहाँ मेरो पर्स खाली छ। तिर्दा भुक्क होला है। देखा हुन्छ 1 महिना 1 तारिक स्काई टावरको यस्तो फोटो होइन। हामी चढ्छौँ। 2600 रुपियाँ रहेछ आजको टिकट फी चाहिँ। यो चाहिँ फेरि 350सम्मको 350 फ्लोरसम्मको लागि चाहिँ 2600। टिकट काटिसकेपछि आफ्नो ब्याग अनिवार्य रूपमा चेक गराएर मात्रै भित्र जानुपर्ने रहेछ। त्यसपछि फेरि आफ्नो टिकट स्क्यान गरेर मात्रै अगाडि जान पाइने रहेछ। त्यहाँको गाडी स्टाफले देखाउनु भए अनुसारको लिफ्टमा चढ्नुपर्ने रहेछ। लिफ्टमा चढ्नु अघि त्यहाँको जानकारी र नियम सम्बन्धीको सूचना गराउने रहेछन्। लिफ्ट चढेको केही सेकेन्डमा नै हामी ग्राउन्ड फ्लोरबाट 350 मिटरको उचाइमा आइपुग्यौँ। जमिनमा हुँदा ठुला ठुला लाग्ने भवनहरू पनि यहाँबाट हेर्दा साना साना देखिँदो रहेछन्। जापानको प्रसिद्ध खेल सुमो खेलको नाटकीय मनोरञ्जन पनि यहाँ हुने गर्दो रहेछ। यहाँबाट चाहिँ बब्बाले देख्दो रहेछ होइन। पुरै टोकियो सहरै होइन। पुरै तल त त्यो सानो सानो कार्टुन राखेको जस्तो क्या। यत्रो तलबाट हेर्दा यत्रो ठुल्ठुलो बिल्डिङ पनि यहाँबाट त यत्रो यत्रो देख्दो रहेछ क्या। यस्तो बवाल छ होइन। यस्तो बवाल छ अनि यस्तो छ क्या पुरै। पिए पदार्थको मजा लिँदै भ्यू हेर्नको लागि यहाँ क्याफेको पनि व्यवस्था गरिएको रहेछ। साथसाथै विभिन्न किसिमका सिनहरू पनि राखिएको रहेछ। डेढ मिनटको लागि 300 रुपियाँ हाल्यो भने चाहिँ यहाँबाट जुम गरेर हेर्न मिल्दो रहेछ कि। तर हामीलाई क्यामेराबाटै जुम हुन्छ इनफ छ यहाँबाट होइन। त्यो फुजिसान पनि देख्दो रहेछ उहाँ छ होइन। यो क्यामेरामा देखिन त्यो पुरै घाम टल्केको भएर होइन। तर अलिअलि फुजिसान देख्दो रहेछ क्या यहाँबाट पनि। अनि यो पुरै टोकियो सहर त्यो अग्लो अग्लो बिल्डिङ देखेको चाहिँ सबै सिन्जुकु एरिया हो क्या। त्यो टोकियोको सेन्टर पोइन्ट सिन्जुकु इकेबुकुरो अनि शिबुया होइन त। यहाँबाट चाहिँ पुरै फोटोसन लागि रेडी बनाएको छ। यहाँनिर ग्रुप फोटोसन लागि स्माइलिङ। यहाँ फोटो खिचिदिने व्यवस्था पनि छ। यही मौकामा मैले पनि आफ्नो फोटो खिचिहालेँ। ब्याकग्राउन्डमा टोकियोको विशाल दृश्य अटाउने गरेर फोटो खिचिदिने रहेछन्। ठुलो फोटो निकाल्ने हो भने 1500 येन लाग्दो रहेछ। तर सानो फोटो निकाल्ने हो भने चाहिँ निशुल्कै रहेछ। फोटो खिच्नको लागि यस्तो किसिमको सजाएका सिनहरू यहाँ धेरै रहेछन्। यो उइस लेखिएको सजावटमा धेरै देशको भाषामा उइस लेखिएको रहेछ। नेपाली भाषामा पनि इच्छा लेखिएको देख्दा मन निकै खुसी भएको थियो। यसभन्दा तल्लो तल्लामा ट्याक्स फ्री सप डेक रहेछ। यहाँ टोकियो टावर लगायतका धेरै सजावटका सामानहरू पनि राखिएको रहेछ। अर्को तलको तलामा चाहिँ ग्लास फ्लोर रहेछ। सिसाबाट तल भुइँसम्म देखिने रहेछ। हेर्दा अलि डरलाग्दो जस्तो देखिने रहेछ। यहाँ पनि अर्को फोटो खिचिदिने व्यवस्था रहेछ। यहाँ चाहिँ हाई एङ्गलबाट क्यामेराले अटोमेटिक फोटो खिच्ने रहेछ। बङ्गलादेश इन्डियन ह्याप्पी न्यू इयर
से ह्याप्पी न्यु इयर ह्याप्पी न्यु यहाँ आयो होइन स्काई ट्री टावर चढेर आयो कस्तो लाग्यो तेरो एक्सपिरियन्स सुनाइदियो त एकदम मजा आयो रमाइलो भयो बिल उठ्यो नि पैसा वसुल पैसा असुल भयो चाहिँ होस् माथिबाट भ्यू चाहिँ सबै दामी देख्ने कि माथिबाट हेर्दा त्यो छुट्टै हुँदो रहेछ अझ त्यो सनसेट हुने भएको बेलामा त झन् दामी हुन्थ्यो होला होइन अघिसम्म चाहिँ मलाई दुईजना साथीहरू घुमाइरहनु भएको थियो टोकियो स्काई ट्री घुमायो होइन सबै हेऱ्यो यताउता गऱ्यो त्यसपछि उनीहरू चाहिँ बिदा भयो अनि त्यसपछि उनीहरू बिदा हुने लगत्तै फेरि अर्को मलाई मेरो नयाँ गाइडले मलाई जोइन गरेको छ मेरो आजको नयाँ अबको मेरो दुईवटा नयाँ गाइड अबको दुईवटा गाइडले चाहिँ मलाई कहाँ घुमाइदिने रे नानी आकाकुसा गार्डन समथिङ के हो होइन आकाकुसा जान्छौँ अनि त्यसपछि त्यहाँ गएपछि चाहिँ त्यहाँको एक्सप्लोर त अभियसली भइहाल्छ त्यसपछि सायद आजको दिन यत्तिकै वारी हुन्छ होला होइन त्यहाँबाट हामी अझै एक ठाउँ जान्छौँ होइन सिनोकोबु पनि जान्छौँ भ्याएसम्म अनि त्यहाँबाट चाहिँ अनि वारी गर्छौँ होला है त नानी अनि मलाई लाने होइन आकाकुसा ए ल पुगेर हामी बस्दैछौँ है ल के अरे आशाकुसा मलाई आशाकुसा लान्छु भनेको यो गाइडले लान सकेन तर है म्याप हेरेको हेरेछ आधी घन्टा भइसक्यो म्याप हेरेछ अनि हामी यहाँ रोडमा फेरि यस्तो तालले बसिरहेछौँ अब आशाकुसालाई अब आशा मारौँ है फेरि यता नानीको फेरि 2 घन्टा बाँकी छ अझै गाइड नम्बर 1 यता गाइड नम्बर 2 गाइड नम्बर 2 को नाम के अरे सिसम अब यो अपडेट त गराउनु पऱ्यो हाम्रो अहिलेको प्लान चाहिँ क्यान्सल भयो होइन अब हाम्रो डेस्टिनेसन चेन्ज गऱ्यौँ हामीले हाम्रो गाइडहरूले चाहिँ मलाई पुऱ्याउन सक्नु भएन त्यही भएर गाइडहरूको भनाइअनुसार डेस्टिनेसन चेन्ज गरौँ भन्ने सल्लाहले नै उहाँहरूले चेन्ज गर्नुभयो सल्लाह भन्दा पनि उहाँहरूको डिसिजनले चाहिँ अब हाम्रो डेस्टिनेसन चेन्ज भएर चाहिँ अर्को डेस्टिनेसन छ त्यो चाहिँ मैले मेन्सन गर्दिनँ किनकि त्यहाँ नजान सक्छ होइन जिन्दगीको गाइड गर्ने ठाउँतिर जाँदैछौँ फाइनली आयौँ नि यही हो कृष्णको टेम्पल होइन भित्र छिर्ने त्यसपछि कृष्ण भजन गर्ने अनि मनलाई आनन्द बनाउने शान्ति बनाउने तिमी पनि के अरे अघि के भन्दै थियौ तिमीले अघि के भन्दै थियौ नि कृष्ण के अरे मेरो जिन्दगीको बाटो देखाउने तिमी ठ्याक्क नानीहरू अगाडि छिरे आहा कति राम्रो भाइस आएको आहा नि त म नै आनन्दित भयो यार सही हो सही ठाउँमा है सही ठाउँ होइन त दाइ एकदम सही ठाउँमा आउनुभयो अनि आनन्द नहुने पुरै छैन आनन्द हुन्छ है मन शान्त हुन्छ क्या दाइ टेन्सन सेन्सन सबै दूर हुन्छ जानुहोस् अगाडि जानु न So, you know why do we clap? We clap because all our karmas are in our hand, right? So, right, astrologers would know, you all know, right? मैले पनि अनि यो चाहिँ एउटा किनेँ ल तपाईँहरू पनि आउनुहुन्छ भने चाहिँ यसको चाहिँ खास 2000 हो प्राइस तर 1000 मा दिइरहनु भएको रहेछ मैले पनि यो लिगेँ अब यो पढेर केही सिक्छु होला है थ्याङ्क गड अनि मलाई बाटो देखाइदिनु होइन मलाई सद्बुद्धि दिनु कहिलेकाहीँ अब बिग्रिन्छ होला म होइन कहिले नराम्रो सोच आउँछ होला मलाई नराम्रो सोचहरू दूर गरिदिनुहोस् हरे राम हरे कृष्ण यहाँ चाहिँ हामीलाई यसरी जाने बेलामा प्रसाद दिनुहुँदो रहेछ यहाँबाट है जय श्री कृष्ण हरे कृष्ण हरे राम ल गुड आफ्टरनुन आज चाहिँ गुड मर्निङ होइन गुड आफ्टरनुन भइसक्यो
यो मेरो डे 6 हो होइन, डे 6 हो। अनि आज चाहिँ गुड मर्निङ हुनुपर्ने ठाउँमा गुड आफ्टरनुन भयो एकैचोटि, किन भन्दाखेरि मलाई अलिक सन्चो लागिरहेको थिएन, रुगा खोकी लागिरहेछ। अनि फुल डे आज घरमै सुत्छु भनेर सोचिरहेको थिएँ होइन। अनि अहिले 3 साढे 3 हुन लाग्यो। अनि अहिले निस्केको चाहिँ किन भन्दाखेरि आज केही पनि स्पेसल त थिएन, तर मैले अस्ति टिकट लिइसकेको थिएँ नि त। अनि त्यो फिल्म त हेर्नु पऱ्यो, टिकट अलरेडी लिइसकेको थिएँ, त्यसको लागि भनेर मात्र निस्केको आज चाहिँ। अरू खासै त्यस्तो प्रोग्राम केही पनि सेड्युल सेट गरेको छैन मैले। अलि सन्चो थिएन, पुरै बेड रेस्ट गर्छु सोचिरहेको थिएँ, तातो पानीहरू खाइरहेको थिएँ। अनि त्यही हो, नथिङ मच मोर। अनि अब त्यही फिल्म हेरिन्छ, अनि नयाँ एक्सपिरियन्स हुन्छ मेरो लागि। त्यही हो अहिलेलाई चाहिँ। अब आजको दिन चाहिँ के हुन्छ, अब त्यहाँ फिल्मबाट निस्किसकेपछि कहीँ गयो भने गयो, त्यही पनि अब फिल्मबाट निस्किँदाखेरि 9 जति बज्छ होला। अब राति 9 बजे कतै जाने कुरा नि हुन्न होला होइन। अब त्यही भयो भने त्यहाँनिरको नाइट लाइफ देखाउँछु। नाइट लाइफ चाहिँ फेरि होइन टोकियोको बब्बाल छ क्या। यही हो म जानेवाला चाहिँ होइन, यो स्क्रिन 2 हो। अनि यहाँभित्र छिर्ने ओहो नि त यस्तो छ है। 4D को चाहिँ अलि बबालै हुन्छ नि त। मेरो सिट चाहिँ F11 हो होइन, यो मेरो सिट हो F11, म्याचिङ F11। यो छ बेला, वाउ। ए फिल्म चाहिँ सक्यो होइन। ल यहीँबाट बसेर हेरेको 40 होइन। फर्स्ट एक्सपिरियन्स थियो, यस्तो बवाल भयो होइन, यस्तो बवाल भयो। अब फर्स्ट टाइम हेरेको नि त थाहा थिएन यस्तो हुन्छ भनेर होइन। पानी त क्या बवाल छेपिदिने, मुखमै छेपिदिने पानी छेप्या, सिट हल्ल्या होइन, ट्याङडुङ हाने सिटमा जे त्यहाँ भए त्यस्तै भए, पानी त झ्याप झ्याप छेपिदिने, हावा फाले तर डेन्जर हुँदो रहेछ कि एक्सपिरियन्स चाहिँ। अनि मजा आयो ल, त्यही हो होइन, मजा आयो फिल्म हेरेर चाहिँ। कस्तो दामी भइदिरहेको कि मौसम चाहिँ एकैछिनमा। ल तर त्यो ठुल्ठुलो छैन क्या, सानो सानो छ। बबाल हिँड्नु पर्छ, बबाल हिँड्नु पऱ्यो यार। यस्तो माहौल फेरि नाइट लाइफ फेरि टोकियो कि होइन, यति बेटर। त्यही माथि यो ठाउँ त यस्तो फार बेटर ठाउँ हो नि होइन। ओहाइगो जाइमास। आज मेरो डे 7 चाहिँ ओहाइगो जाइमासमा भएको छ होइन। अनि आज चाहिँ म डे 7मा योकोहामा जाँदैछु। मैले यहाँको स्टोरी हालेको थिएँ कि, अनि साथी यहीँ योकोहामा बस्दो रहेछ नि, यहाँ आएर मलाई नसम्झिने भने उसले होइन। अनि उसलाई भेट्न जाँदैछु म योकोहामा। यहाँबाट स्पेसल ऱ्यापिड ट्रेन चढ्छु म, अब स्टेसनमै छु। स्पेसल ऱ्यापिडमा अलमोस्ट 70 मिनटको हुँदो रहेछ राइड। अनि म त्यहाँ गएर उसलाई भेट्छु, त्यसपछि त्यहाँको मेजर अट्र्याक्सन के छ होइन त्यो पनि म एक्सप्लोर गर्छु। भ्याएसम्मको अब धेरै टाइम त हुन्न होला होइन। अनि त्यही पनि जति भ्याइन्छ त्यति गर्छु। अब चाहिँ म ट्रेन चढेर टोकियोलाई बाई गरेर योकोहामातिर जान्छु है त। म यहाँ योकोहामा स्टेसन आइसकेको छु होइन। यत्रो ठुलो नि यो स्टेसन होइन, साइको गराउँछ क्या। मेजर ठाउँहरूको स्टेसन यत्रो ठुलो हुन्छ नि होइन। तल त पुरै सिटी हुन्छ क्या, कसम अनेस्टली क्या, पुरै सिटी नै हुन्छ। अब म काँडाले निस्किसकेको छु। अब साथीलाई यहाँनिर खोज्नुपर्छ होइन, ऊ कहाँनिर छ, यत्रो ठुलो छ नि होइन। यहाँ एक नजर देखाइदिनु होइन, यहाँ हराउँछ क्या। अन्डरग्राउन्डमै सिटी हुन्छ क्या। यहीँ सपिङ मल, यहीँ दुनियाँ कता अब कता जाने रुटहरू हुन्छ होइन। पागल बनाउँछ क्या, कहाँ हुन्छ क्या। अब कतिवटा लाइन यहीँबाट छ होइन। साथीलाई म भेट्छु, सक्छु म चाँडो भेट्छु। अनि त्यसपछि चाहिँ भोक नि लागिसक्यो, अब खासा चाहिँ खान्छु। अनि त्यसपछिको अब सेड्युल साथीले बनाउँछ, मलाई के थाहा छैन, साथीले बनायो भने म चाहिँ पछि गइदिन्छु, घुमिदिन्छु। ल यही हो मेरो साथी सागरपुरी। अहिले चाहिँ हामी यो योकोहामाको यो फुने चढ्ने ठाउँमा छौँ होइन। फुने भनेको चाहिँ सिप डुङ्गा चाहिँ भन्ने भयो होइन।
त्यहाँ चढ्ने ठाउँमा छौँ अनि यो चाहिँ यताको नजारा हो। तर लास्टै अघि हामी त कति खोज्नलाई होइन कहाँ कहाँ हराएर आएको हो कि लास्टै गाह्रो हुँदो रहेछ कि यहाँनिर चाहिँ यार। साथी पनि हराइदियो अब के भने यहीँ बसी मान्छे नै हराइदियो अनि कहाँनिरबाट टिकट काट्ने हो अझै थाहा छैन। अब चाहिँ लगभग आइपुग्यो जस्तो लाग्छ। अनि यहाँबाट टिकट काट्ने अनि त्यसपछि चाहिँ घुर्ने चढ्ने। यो चाहिँ टिकट काउन्टर आइपुग्यो हामी होइन। अब 1:55 लागि रहेछ अनि यहाँ चाहिँ इन्फर्मेसनहरू दिएको छ के हो यता रहेछ। ल यो चाहिँ टाइमको यति टाइममा रहेछ होइन। यहाँ टिकट काउन्टरबाट हामी आफैले चाहे अनुसारको टिकट लिन मिल्दो रहेछ। राइड सम्बन्धी सम्पूर्ण जानकारी यहाँ राखिदिएकाले प्याकेजको विवरण र टिकट प्राइस बुझ्न निकै सजिलो छ। जापानको योकोहामा सहर समुद्र किनारमा रहेको सुन्दर पोर्ट सिटी हो। त्यसैले योकोहामाको मुख्य आकर्षण केन्द्रबिन्दु नै सिप राइड बन्न पुगेको छ। यहाँ विभिन्न प्रकारका सिप अथवा बोट राइडहरू छन् जसमा सर्ट बे क्रुज, सी बस, वाटर ट्याक्सी स्टाइल, डिनर, लग्जरी क्रुज। यस लग्जरी क्रुजमा चाहिँ डिनर गर्दै नाइट भ्यू हेर्न सकिन्छ। साथसाथै इभेन्ट पनि हुनेछ। यो लग्जरी क्रुजको टिकट प्राइस चाहिँ 4000 येनदेखि सुरु हुन्छ। नर्मली सबै चढ्ने लोकप्रिय चाहिँ सर्ट बे क्रुज हो जसमा 45 मिनटको राइडमा योकोहामा बे ब्रिज, स्काइलाइन, रेड ब्रिक हाउस, योकोहामा पोर्ट एरियाको सुन्दर दृश्य हेर्न सकिन्छ। मेरो साथी त्यहाँ बस्यो। त्यसपछि यस्तो छ यहाँको नजरिया चाहिँ होइन। सर एक नजर देखेको यहाँ चाहिँ अनि फेरि यता भित्र पनि बस्न मिल्छ क्या। भित्रको सिटहरू चाहिँ यस्तो छ। म्याप पनि हुँदो रहेछ। यस्तो नजरिया चाहिँ यहाँ चाहिँ म्याप पनि दिँदो रहेछ। यहाँ म्याप छ। यो चाहिँ भित्र हाम्रो पाइलट दाइहरू बस्ने ठाउँ होला होइन। पाइलट दाइले चलाउनुहुन्छ। Waves are rolling to the shore. Endless love, I feel it more. Like the sea that has no end. You're my savior, you're my friend. ल हाम्रो फुने चाहिँ यही थियो है। ल बाई बाई फुने। यस्तो हो यहाँको भ्यू चाहिँ। म चाहिँ अहिले ठ्याक्कै कहाँनिर छु भन्दाखेरि योकोहामाको आकारेङ्गा भन्ने ठाउँमा छु होइन। प्रोनाउन्सिएसन मिलेन आकारेङ्गा समथिङ थियो होइन। यहाँ चाहिँ एकदम पिस छ क्या यो ठाउँ चाहिँ रहेछ। अनि यहाँ पछाडि चाहिँ यो देखेको छ नि, पछाडि देखेको चाहिँ के रहेछ भन्दाखेरि क्रुज सिपहरूको चाहिँ बस पार्क यसलाई के भन्छ अब ठ्याक्कै क्रुज सिप टर्मिनल भन्छ होइन। यहाँ अगाडि छ क्रुज सिप टर्मिनल। त्यो चाहिँ अब इन्टरनेसनल जाने क्रुजहरू चाहिँ यहाँ आएर रोक्छ क्या। तिनीहरूको पार्किङ स्थल हो यो चाहिँ। पार्किङ स्थल नेपालीहरू चाहिँ जहाँ गयो नि देखिने है। आकारेङ्गा योकोहामाको एक ऐतिहासिक र रमणीय स्थान हो। पुरानो गोदामहरू र औद्योगिक भवनहरूका लागि प्रसिद्ध छ। 19औं शताब्दीमा बन्दरगाह व्यापारका लागि प्रयोग हुने स्थान थियो। तर अहिले यो पुनर्स्थापना गरेर पर्यटकका लागि आकर्षण गन्तव्य बनाइएको छ। यहाँ आइस स्केटिङ गर्न सकिन्छ। पुरानो गोदामहरूमा बनेका आर्ट ग्यालरीहरू हेर्न सकिन्छ। अनौठा पपहरू पनि यहाँ देख्न सकिन्छ। समुद्र पानीको किनारमा रहेको सुन्दर पार्कमा आराम गर्दै मनोरम दृश्य देख्न सकिन्छ। यो चाहिँ हाम्रो अर्को डेस्टिनेसन त्यो चाहिँ चाइना टाउन होइन। अब हामी यहाँबाट चाइना टाउन भित्र छिर्छौँ। म चाहिँ ठ्याक्कै यो चाइना मार्केटभित्र छिरिसकेको छु होइन। यस्तो भिड छ यहाँ पुरै काठमाडौँको असन भने जस्तो रहेछ कि यो फेरि।
पुरै अनि यहाँको चाहिँ यो मार्केटहरू सपहरू सबै चाइनाको मान्छेहरू चाहिँ बढी हुँदो रहेछ होइन एकचोटि सर देखाइदिन्छ पछाडि यस्तो है ट्याक्कै असन भाइब्स रहेछ क्या यो चाहिँ अनि यहाँनिर चाहिँ एक्सप्लोर गऱ्यौँ भनेको चाइनाको फुडहरू चाइनाको कल्चरहरूको त्यो अब कपडाहरू के हुन्छ नि चाइनासँग रिलेटेड भएको कुराहरू चाहिँ यहाँनिर एक्सप्लोर गर्न सकिँदो रहेछ क्या हामीले बवाल छ तर पसलहरू चाहिँ ठ्याक्कै असलमा गली हिँडे जस्तो हुँदो रहेछ यार यो के हो चाइनिज आइटम भने होइन गोमा अनि के हो दाङ्गो ल दाउजो अगाडि चाहिँ यहाँ फेरि हाम्रो साथीले बुता बनाउँदैछ पुरै फायरमा फेरि हाम्रो साथी यहाँ यस्तो खान्छ यो अनि भित्रको त्यो गोल्ड हो कि ल यो चाहिँ गोल्ड प्लेटेड हो ल यो रक्सी खानुपर्छ हाम्रो साथीले यहाँ धेरै दुःख गरेको छ म र साथी भएर चाहिँ बाहिर नाइट लाइफ हेर्न जाँदैछौँ अब त्यो नाइट लाइफ चाहिँ नो मोर क्याप्चर भनेको छ साथीले पनि मैले पनि क्याप्चर गर्न चाहिनँ त्यो कुरा अनि म भोलि चाहिँ रिटर्न ब्याक टु आफ्नै टाउन ओसाका कोबेमा ब्याक हुन्छु अनि त्यतिकैमा मेरो चाहिँ सक्यो यो टोकियो र योकोहामाको क्लिप मोमेन्टहरू सक्यो यतिमै सबैजनालाई वारी अब म नयाँ अरू कुराहरू चाहिँ क्याप्चर गर्दिनँ अब सक्यो घुमेर पनि सक्यो आज नाइट लाइफ घुमिन्छ होइन नाइट लाइफ घुमेको कुरा पनि क्याप्चर गर्दिनँ भोलिको त घर फर्किहाल्छु त्यो पनि के क्याप्चर गर्नु घुम्ने कुराहरू घुम्यो देख्ने कुराहरू देखियो होइन बाँकी रहेको कुराहरू चाहिँ पछि क्याप्चर गरौँला कुनै दिन आइयो भने ल यति नै छ है त